अच्छा स्ट्रबेरी टिप्दैछु साथीहरू। के छ साथीहरूको हालखबर? यहाँ हेर्नुहोस् न, यहाँनिर चराले खाएछ। यो चराले खाएको यो बिहान बिहान। खोइ कुन चरा, धोबी चरा हो कि कुन चाहिँ, सायद जुरेली जस्तो लाग्छ। जुरेली 2-3 पल्ट दिन्छु, जुरेलीले खाए जस्तो छ। अर्को साथी यहाँ छ है, यहाँ पनि यी चुच्चोले यहाँनिर पुरा घाउ बनाइसकेको रहेछ। यहाँनिर अस्ति खाएर यहाँनिर पुरै खाएछ। हेरौँ कहाँ कहाँ फलेको छ। यति मात्र हो त, छैन त आज त स्ट्रबेरी त। खोइ त साथीहरू, स्ट्रबेरी त यति छ जस्तो मात्र छ। यो के यो त्यति साह्रो छैन। ल यति मात्र रहेछ है साथीहरू आजको स्ट्रबेरी। सबैभन्दा इन्ट्रेस्टिङ कुरा त यहाँ साथीहरूलाई म यहाँ देखाउँदैछु कि यहाँनिर छ है। अस्ति नै मैले यहाँनिर पराग सेसन गरेको, आज चाहिँ हार्भेस्ट गर्नैपर्छ यो। ल यत्रो यो। ल हामी सबैलाई बधाई छ। एउटा सानो भिडियो पनि बनाएको थियो अस्ति, यसलाई पनि अब छुरी कहाँ छ, छुरीले च्याप्ट लगाएर काट्नुपर्छ। ल साथी, ल अस्तिको मेहनतको फल आज काटिँदैछ। ल यही हो। ल आज सलाद चाहिँ दामी हुने भयो है साथीहरू। खाने भए आउनुहोस्, मेसेज गर्नुहोस् है खाने भयो। टक्क कोसीले पठाइदिउँ न नत्र। आजको हार्भेस्ट अर्को पनि छन् यहाँनिर, तर यो अलिक कलिलै छ जस्तो छ। यो चाहिँ निकै लामो रहेछ नि, लामो छ। यो पनि काट्नुपर्छ। यो बेला भइसक्यो। यो भन्दा बेसी राख्दा चाहिँ यहाँ बाँदरले एट्याक गर्छ, त्यही भएर बाँदर आउनुभन्दा अगाडि नै यसलाई काटेर सदुपयोग गरिहाल्नुपर्छ। ल साथीहरू, मेहनतको फल आजको हार्भेस्ट। अरू के छ हेर्दै जाउँ। यहाँनिर फर्सी हो। अस्ति 3जना चाहिँ हामीले ठुल्ठुलो बनाएर खायौँ पनि। छ अझै 1जना फ्रिजमा अझै छ। अर्को यहाँ पनि फल्दैछ, यो पनि होला जस्तो छ। यो पल्लो चाहिँ ल कुहिएछ। ल किनभने यो चाहिँ पराग सेसन हुनु सकेन भने कुहिन्छ। त्यो पल्लो चाहिँ नहोला जस्तो छ, पुरा पहिल्यै देखिँदैछ साथी हो। ए ल यहाँनिर अर्को हुँदैछ। ल यो चाहिँ हुने रहेछ। ल साथीहरू, आजको दिन, आजको हार्भेस्ट यस्तै छ। ल भोलि भेटौँला है।